यति मिल प्रेप गरेर म चाहिँ डिसिप्लिन भएको छु, त्यही भएर आई स्वेयर बाई इट। यसपालि पनि मैले कुमाएर आलुलाई बेक गर्न र केक पनि बनाएर बेक गर्न छोड्थेँ र त्यसपछि मैले 1 पट चिकन, राइस, किनुवा, साग र मसरुम बनाउने सोचेँ। यो ट्राई गरेको एकदम धेरै मिठो भयो। चिकनलाई पकाएँ, त्यसलाई निकालेँ र हल्का अनियन हालेर त्यसलाई अलिकति भुटेर त्यसमा साग, मसरुम हालेर हल्का पकाएर त्यसमा राइस र किनुवाको मिश्रण हालेर यसरी पकाउन छोड्थेँ। केक पनि रेडी भयो, कुमाएर आलु पनि रेडी भयो। यो केकको रेसिपी चाहिँ मैले यस्ता सेयर गरिदिएकी छु। ओट्स र डेट्सबाट बनेको केक हो, एकदमै धेरै हेल्दी छ। त्यसपछि मैले अर्को चिकन बनाएँ। यो चाहिँ ड्राई तरिकाले म्यारिनेट गर्छु। चिकन रोल, चिकन स्यान्डविचको लागि यसको रिल पनि मैले बनाइसकेकी छु। त्यसपछि आफ्नो ब्रेकफास्ट रेडी गरेँ, रोटी बनाएँ। यसपालि मलाई चिकन रोल खान मन थियो, त्यही भएर यो रोटी बनाएको। अलिकति रोटी खायौँ र अलिकति रोटी चाहिँ मैले सेभ गर्छु भोलिपल्टलाई। 2 दिनसम्म चाहिँ रोटी राखेर मैले खाएको छु, केही पनि हुँदैन। यो राइस पनि रेडी भयो, यसलाई मैले पोर्सन आउट गरेँ। एकदमै धेरै मिठो भयो चिकन रोल पनि। मकै पनि अहिले आएको छ सिजनमा, एकदम धेरै मिठो भएको छ। त्यसलाई पनि उसिनेर अनि मामसँग मकैलाई पेयर अप गरेर पोर्सन आउट गरेँ। मैले मिल प्रेप गर्दाखेरि मेरो लाइफ सजिलो हुन्छ भने किन बासी खाएको भनेर मैले कसैबाट सुन्नुपर्छ भन्ने डरले म चाहिँ मिल प्रेप बनाउन बन्द गर्दिनँ है। तपाईहरु पनि ट्राई गर्नुहोस् अनि मैले कसरी हेल्प गर्न सक्छु भन्नुहोस् है।